आजको यो क्रिसमस साँझको दिशामा विशेष गरी सविता खत्री अनि परिवारद्वारा धन्यवाद सहित वर्षभरि पाएका प्रभुबाट हरेक कृपाको निम्ति धन्यवाद स्वरूप समर्पण गरेका छन्। हाम्रो अष्टरस भाइहरू यहाँ पुरा अगाडि खाली छ। हेलो पछाडि हेरिदिनेहरू यहाँ अगाडि पुरा खाली छ। तल बसेको छ। दया गरेर अरू आउनेलाई लगाइदिनुहोस् त। अगाडि पुरा खाली छ। होइन अरू पछाडि आउने छन् भने हेरिदिनु हो। यहाँ यो साइडतिर पुरा खाली छ। भाइ कहिले कता गर्नुहोस्। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। हाम्रा प्रभु यीशु ख्रीष्टको कृपा, ईश्वर पिताको प्रेम तथा पवित्र आत्माको सत्संग सधैँ तपाईहरु सबैसँग रहोस्। तपाईको आत्मासँग पनि। प्रिय उपस्थितजन, आगमनको यो 4 हप्ता पूर्ण भएर हामीले प्रतिज्ञा साँचेको अथवा यो क्रिसमस चाड मनाउन अनि आज साँझको दिन हामीहरू सबै एकत्रित भएका छौँ। मुक्तिदाता परमेश्वरको आराधना गर्न अनि उहाँको ज्योति अनि प्रकाशमा अघि बढ्न भन्नु। प्रवक्ता आइसायाको पुस्तक Chapter 9 verses 1. The people who walked in darkness have seen a light. Those who dwelt in the land of deep darkness, on them has light shone. अन्धकारमा रहेका व्यक्तिहरूको निम्ति त्यो प्रकाश चम्किएको छ भनेर आइसायाले आफ्नो पुस्तकमा पहिल्यैबाट बताएका हुन्। हामीले प्रवक्ता आइसाया, मालाकी, अन्य प्रवक्ताहरूद्वारा पहिल्यैबाट प्रोफेसाई भएको आउनुपर्ने मुक्तिदाताको यो प्रतीक्षा पूरा हुँदा आज विशेष गरी हामीहरू त्यो प्रतीक्षा पूरा भएको अनुभव गर्न एकत्रित हुँदाखेरि हामीहरू प्रार्थना गरौँ। आजको पेपरहरूमा, न्युज पेपरमा, विशेष गरी टेलिग्राफ, यसो सोसियल मिडियामा हेऱ्यो भने पनि अल ओभर इन्डिया, भारतवर्षभरि विभिन्न जग्गाहरूमा, विशेष गरी उडिसा, महाराष्ट्र, दिल्ली, जहाँ अन्य धर्मीहरू, लोक विश्वासीहरूले क्रिस्चियनहरूलाई इभन क्रिसमसको टोपी लगाउनु पनि दिएको छैन। यो टोपी बेच्नेहरू क्रिस्चियनहरू थिएन, हाम्रो अन्य धर्मावलम्बीहरूका थिए, मुस्लिम दाजुभाइ। उनीहरू जगन्नाथ टेम्पलको झन्डै 1.5 किलोमिटर बाहिर अथवा 3 किलोमिटर बाहिरमा परिसरमा रहेर बेच्दाखेरि पनि ती व्यक्तिहरूले आएर उनीहरूलाई बेच्न दिएनन्। दिल्लीमा ओपनली मार्केटमा जसले यो टोपी लगाएको थियो, दे वर नट क्रिस्चियन्स। एउटा कमन सेलिब्रेसन अल ओभर द वर्ल्ड, संसारभरि क्रिसमस सबैले मनाउँछ भनेर उनीहरूले पनि त्यो सुपर मार्केटतिर लगाएर हिँड्दाखेरि फेरि पनि अर्को झुन्ड ल्याएर यु आर नट सपोज टु द्याट। कसैले भनेको छ इन्डिया इज अ हिन्दू कन्ट्री एन्ड क्रिस्चियन्स आर नो प्लेस। यसर्थ आज हाम्रो लागि यो क्रिसमस जय पनि होला, तर ती जग्गाहरूको लागि सम्झौँ जहाँ उनीहरू डरसरी मनाउँदैछ यो क्रिसमस। थ्याङ्क गॉड
हामी यहाँ सिक्किममा यो प्रकारको भेदभाव हामीमा अझै सुरुवात भएको छैन, नहोस् भनी हामी प्रार्थना गरौँ। तर ती जग्गाहरूमा जहाँ अहिले पनि क्रिसमस मनाउनु डराइरहेका छन्, कुनै पनि समयमा, कुनै पनि अवसरमा, कुनै पनि झुन्डले आएर अट्याक गर्ने डरमा छन्। एक जग्गामा प्राइम मिनिस्टर साहब ठुलो क्यापिटल दिल्लीमा आज यो क्रिसमसको चाड मनाउन भनी आफू स्वयं जाने प्रकट गरेका छन् भने अन्य जग्गाहरूमा हाम्रो क्रिस्चियनहरूलाई दबाउ गरिरहेका छन्। अनि यो क्रिसमस आज मेरो लागि डिस्टर्बिङ भइरहेको छ। अनि चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ? जबसम्म हामीलाई पर्दैन तबसम्म हामीले यसको अनुभव नै गर्न सक्दैनौँ। यसर्थ लेट अस बी ग्ल्याड एन्ड रिजॉइस। हामीहरू जे छौँ खुसी मनाऊ, हर्ष मनाऊ, किनकि हो यसरी नै छिचिएका दलित भएकाहरूलाई उत्थान गर्न परमेश्वर स्वयं आफू संसारमा नआएर आफ्नो पुत्रलाई आफ्नो अवतार जस्तो बनाएर उहाँले हाम्रो माझमा बास गर्न पठाएको हो, ताकि हामीहरू सबै यसै प्रकाशमा जिउन सकौँ। यसर्थ अन्धकारमा हिँड्ने जातिले प्रकाश पाएका छन् भनेको त्यो हो। यसर्थ हामीहरू स्वतन्त्र भारतमा बसेर पनि कतिपल्ट यो डर र भयमा हामीले अघि बढ्नुपर्छ। त्यसले गर्दाखेरि मैले बारम्बार भन्छु, फ्रिडम इज नट फ्री। अनि यो स्वतन्त्रतालाई हामीले अनुभव गर्न यो पालिको क्रिसमस हाम्रो निम्ति महत्त्वपूर्ण हुन सकोस्। वा त यो सुरुवात मात्रै हो हाम्रो सतावटको निम्ति, या त यतिमै खत्म हुने हो, हामी भन्नु सक्दैनौँ। तर सतर्क बसौँ कि परमेश्वरको उदारतामा हामीले सबैलाई मुक्तिको योजनामा बोलाएका छन्। अनि यो मैले अहिले भर्खरै सिक्किम क्रोनिकलसँग पनि इन्टरभ्यू गर्दाखेरि मैले त्यही भने, यीशु ख्रिस्ट हामी क्रिस्चियनहरूको लागि मात्रै होइन, जसले यीशुको पक्ष लिएर उहाँको शिक्षालाई अपनाउन चाहन्छन् उनीहरू सबैले यीशुलाई अपनाउन सक्छ। यसर्थ क्रिस्चियनहरूको लागि यीशु भनेर होइन, यीशु आउनुभयो मानवताको उदारताको लागि। यीशु आउनुभयो ताकि हामी सबैले मुक्ति पाउन सकोस्। र आज हामीहरूको निम्ति त्यो प्रार्थना गर्छौँ। हामीले यीशुलाई पाएका छौँ, पूर्ण रूपमा हामीले यसलाई हामीले अनुभव गरेका छैनौँ होला। तर ती व्यक्तिहरू जसले केही पनि जान्दैन उनीहरूको निम्ति प्रार्थना गर्छौँ, ताकि सत्य के हो अनि मुक्ति के हो, मोक्ष के हो भन्ने कुरो हामी सबैले बुझ्न सक्छौँ। र उपस्थित छन् आजको साँझ यो रमाइलो छन् हाम्रो निम्ति एउटा सोच्नुपर्ने समयहरूको एउटा सङ्केत दिँदैछ। त्यसर्थ हाम्रो क्रिसमस चाहिँ हामी यही नै बाटौँ, प्रेम, शान्ति र एकता। हामीहरू सन्त फ्रान्सिस असिज जस्तो हामी प्रार्थना गर्न सकौँ, हे प्रभु मलाई तपाईँको शान्तिको साधन बनाउनुहोस्, जहाँ म अशान्ति छ शान्ति स्थापना गर्नुहोस्। आउनुहोस् उपस्थित छन्। यसर्थ यो भयभीत कुरोलाई हामीले डरसँग लिनु होइन, तर यो हाम्रो निम्ति अब मुक्तिको दिनहरू रहेछ भनेर हामीले बुझेर प्रभुमा फेरि हामी आफै समर्पित आउनुहोस्। यसर्थ यो क्षणलाई अझ पवित्र गराउन अनि प्रभुबाट कृपा र आशिष पाउन हाम्रो सबै भूलहरूको स्वीकार गरी एकार्काबाट अनि परमेश्वरबाट क्षमा मागौँ। सर्वशक्तिमान परमेश्वरको सामु Yeah.
सर्वशक्तिमान परमेश्वरले हामीहरू सबैको पापको क्षमा दिई हामीहरूलाई अजन्मले जीवनमा पुर्याइदिनुहोस्। आमेन। Chara
तपाईले यो अति पवित्र रातमा हे प्रभु परमेश्वर साँचो प्रकाशको भव्यताले उत्तर पार्नु भएको छ। दया होस् हाम्रो बिन्ती छ। पृथ्वीमा उहाँको प्रकाशका रहस्यहरू बुझिसकेका हामीहरू स्वर्गमा उहाँकै आनन्दमा हामीहरू पनि आनन्दित हुन सकौँ। तपाईँका पुत्र हाम्रो प्रभु यीशु ख्रीष्टद्वारा जो तपाईँसँग अनि पवित्र आत्माको एकतामा एक परमेश्वर भई सदा जिउनु अनि राज्य गर्नुहुन्छ युगान युगसम्म। The Lord delights in you. A reading from the prophet Isaiah. For Zion's sake, I will not keep silent, and for the Jerusalem's sake, I will not be quiet, until her righteousness goes forth as brightness, and her salvation as a burning torch. The nations shall see your righteousness, and all the kings your glory. And you shall be called by a new name that the mouth of the Lord will give. You shall be a crown of beauty in the hand of the Lord, and a royal diadem in the hand of your God. You shall no more be termed forsaken, and your land shall no more be termed desolate. But you shall be called, my delight is in her, and your land married. For the Lord delights in you, and your land shall be married. For as a young man marries a young woman, so shall your sons marry you. And the bridegroom rejoices over the bride, so shall your God rejoice over you. The word of the Lord. Thanks be to God.
प्रतिज्ञा अनुसार परमेश्वरले मुक्तिदाता यीशुलाई ल्याउनु भयो। प्रेरितहरूको कार्यविवरण नामक पुस्तकबाट लिएको पाठ। प्रेरित 13 अध्यायको 16 देखि 17, 22 देखि 25 सम्मका वचनहरू। एन्टियोक सहरको सभागृहमा पावलले उठेर हातको इशारा गर्दै भने, हे इजरायली तथा ईश्वरको भय मान्नेहरू हो, सुन्नुहोस्। इजरायली जनताका परमेश्वरले हाम्रा पुर्खाहरूलाई चुन्नुभयो र मिश्र देशमा परदेशी भएर आश्रय लिएको समय हाम्रा मानिसहरूलाई उच्च तुल्याउनु भयो। आफ्नो हात बढाएर तिनीहरूलाई त्यहाँबाट निकाल्नु भयो। राजा साउललाई हटाएर परमेश्वरले दाउदलाई इजरायलीहरूको राजामा उत्थान गर्नुभयो। उनैको समर्थन गर्दा उहाँले भन्नुभयो, मैले इसै पुत्र दाउदलाई पाएको छु, मेरै हृदय चित्तको मानिस। मैले चिताए जति सबै उसैले गर्नेछ। दाउदका सन्तानहरूबाट प्रतिज्ञा गरे अनुसार परमेश्वरले इजरायलको निम्ति मुक्तिदाता यीशुलाई ल्याउनु भयो। उहाँका आगमनको तयारीमा जोन बप्तिस्टले सर्वप्रथम इजरायलका मानिसहरूलाई मन परिवर्तनको बप्तिस्मा प्रचार गरे। आफ्नो जीवन पथको शेषतिर जोहनले भने, तपाईहरूले मलाई जो सम्झनु भएको छ म त्यो होइन, तर म पछि एकजना आउनुहुनेछ जसको खुट्टाको जुत्ता खोलिदिने योग्य पनि म छैन। प्रभुको वचन। मत्ती अनुसार सुसमाचारबाट लिएको पाठ। यीशु ख्रीष्टको जन्म यसरी भयो। उहाँकी माता मरियाको जोसेफसँग मङ्गनी भएको थियो। तिनीहरूको सहवास हुनुभन्दा अघि
उनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा लाग्यो। उनका पति जोसेफ सत्कर्मी हुनाले उनलाई मान गराउन नचाही बरु सटुक्कै पन्साउने विचार गर्दै थिए। यही कुरो मनमा सोचिरहँदा प्रभुका दूतले सपनामा दर्शन दिएर जोसेफलाई भने, जोसेफ, दाउदका सन्तान, मरियालाई आफ्नी पत्नी स्वीकार गर्न सङ्कोच नमान। उनको गर्भमा हुनुभएको बालक त पवित्र आत्माबाट हो। उनले एउटा पुत्र जन्माउनेछन्, उहाँको नाम यीशु राख्नेछौ, किनभने आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट उद्धार गर्ने उहाँ नै हुनुहुन्छ। प्रवक्ताद्वारा प्रभुले भन्नुभएका यी कुरा पुरा होस् भनेर यी सब भएका हुन्। हेर, कुमारीले गर्भधारण गर्नेछन्, एउटा छोरो जन्माउनेछन्, उहाँको नाम राख्नेछन् इमानुएल। इमानुएलको अर्थ हो हामीसित ईश्वर। निन्द्राबाट बिउजिएर जोसेफले प्रभुका दूतले अराए झै गरे। उनले आफ्नी पत्नीलाई स्वीकार गरे। तिनलाई नछोएरै तिनले पुत्र जन्माइन्। जोसेफले पुत्रको नाम राखे यीशु। प्रभुको सुसमाचार। उहाँको आगमनको तयारीमा जोहन बप्तिस्ताले सर्वप्रथम इजरायलका मानिसहरूलाई मन परिवर्तनको बप्तिस्मा प्रचार गरे। आफ्नो जीवन पथको शेषतिर जोहनले भने, तपाईहरूले मलाई जो सम्झनु भएको छ त्यो म होइन, तर म पछि एकजना आउनुहुनेछ जसको खुट्टाको जुत्ता खोलिदिने योग्यको पनि म छैन। प्रिय बालक यीशुको नाममा उपस्थित मेरा प्यारा ख्रिस्ट भक्तजन, आज तपाईँ र म यो चिसो मौसममा यसरी फेरि पनि आफ्नो घरका सबै कामहरू सकेर जाउँ, आज त हाम्रो ठुलो पर्व हो भन्दै आयो होला। कतिले धेरै समयपछि आफ्नो कामको छुट्टीमा आज फेरि पनि आफ्नो मण्डलीमा यो पवित्र घरमा फर्केर आउनु पायो होला। कति झुकेर आइपठायो होला। कतिले लुजौँ हामीसँग आज मिसा हुन्छ कि न के भएर आयो होला। कति हाम्रो पाहुनाको रूपमा होला। कति हाम्रो विश्वासीहरू नै आफ्नो व्यस्तताले गर्दाखेरि धेरै समयको अन्तरालमा आउनुभयो होला। तर खुसीको कुरो आउनुभयो यो शब्द सुन्नुहोस्। अनि आज यो सबै यो तिनैवटा वचनहरूलाई हामीले मनन चिन्तन गर्दा विशेष रूपले आज हाम्रो माझमा जस्तै कति टुरिस्ट गेस्टहरू पनि हुनुहुन्छ, तसर्थ उहाँहरूको निम्ति संक्षिप्त पाराले म इङ्ग्लिसमा 2-3 लाइन छ यो आजको वचनको सन्देशहरू उहाँलाई दिन चाहन्छु। From today's 3 readings, Yahweh stands and fulfills his promises. The readings at the Vigil Mass place us at the threshold of promise and fulfillment, calling us to reflect on the steady unfolding of God's saving plan through history and its completion in Christ. In our first reading, God assures his people that desolation will become a radiant sign for all nations, revealing both Israel's deep longing for renewal and God's unwavering commitment to accomplish it. And in second reading, then traces this promise across generations, from the patriarch to David, proclaiming its fulfillment in the Savior. Dear people of God,
present in the name of baby Jesus. आज तपाईं र मेरो समक्षमा जुन पाठहरू तपाईं र मैले सुन्यौ, जुन पाठहरूद्वारा आज साँचो ख्रीष्टको आगमन, उहाँको विशेषता अनि उहाँको त्यो स्वर्गीय इच्छा पूरा गर्न तपाईं र मेरो सामु आइसक्नु भएको छ। तपाईं र मैले प्रतीक्षा गरेको, तपाईं र मैले आउँदै हुनुहुन्छ भन्ने अनि तपाईं र मैले आशामा बसेका त्यही ख्रीष्टलाई तपाईं र मैले आज पाइसकेका छौं। जुन ख्रीष्टको चाड तपाईं र मैले मनाउँदा, आउनुहोस् मेरा प्यारा ख्रीष्ट भक्तहरू, आज पहिले इन्ट्रोडक्टरी पाठमा हाम्रो पल्ली पिताले तपाईं र मलाई जनाइसक्नुभयो, we are celebrating Christmas, but this Christmas may not be the same for everyone. तर आज जुन क्रिसमस तपाईं र मैले पालन गरेका छौं, त्यो एउटै मात्र व्यक्तिको नाममा, त्यो ख्रीष्ट यीशु मुक्तिदाता त्रित्व परमेश्वरको दोस्रो व्यक्ति, जो तपाईं र म जस्तै मानव भएर मानव देह धारण गरेर यस संसारमा आउनुभयो। क्रिसमस भन्ने शब्द अनि चाडलाई तपाईं र मैले स्मरण गर्दा हामीले एउटा सेलिब्रेसनको रूपमा हामीले लिन्छौं, तर आजको दिनमा यस्ता घटनाहरू पनि घटेका छन्। आज एउटा आमाले जुडुवा नानीहरूलाई छोडेर स्वर्गवास भएको, आजको दिन 2 बजी उहाँको फ्युनरल पनि थियो 8 माइलमा। धेरै व्यक्तिहरूले सतावट सहिरहेका छन्, धेरै व्यक्तिहरूले हामी जस्तो व्यक्तिहरूले मागिरहेका छन्, भोकै लडिरहेका छन्, धेरै व्यक्तिहरूले एक्लो जीवन अनुभव गर्नु परिरहेको छ। आफ्नो भन्ने व्यक्तिले छोडेर एक्लै बनाएर आफूले चाहेका अनि आफूले सपना देखेका त्यस्ता व्यक्तिहरूसँग आफू रहनु नपाउँदा तरै पनि आज यो क्रिसमस चाड मनाइरहनु परेको छ। धेरै व्यक्तिहरू हाँस खुसी गरेको, खुसी देखिएको, तर हृदयले आत्मामा टुटेका व्यक्तिहरू आज त्यो व्यक्तिहरू पनि क्रिसमस मनाउन आएका छन्। आज यावे पिताले, यावे परमेश्वरले प्रतिज्ञा गरेको कुरो मेरा प्यारा ख्रीष्ट भक्तहरू, साँच्चै नै यी टुटेका, फुटेका अनि हराएका व्यक्तिहरू नै मानव पुत्र बालक यीशुको गोठ अनि गौशाला बन्नु परेको थियो। हाम्रो बेबी जिजस, हाम्रो बालक यीशुले तपाईं र मेरो टुटेको जीवनलाई, फुटेको जीवनलाई, फुटेको पलहरूलाई अर्थ दिन बालक यीशु आउनु भएको छ। गोठ अथवा गौशाला मेरा प्यारा ख्रीष्ट भक्तहरू, मैले आज स्मरण गर्दा, मैले रिफ्लेक्ट गर्दा हुन सक्छ मेरो एउटा पापको दाग थियो होला, म एउटा पापी त्यो गौशालाको रूपमा थियो होला, तर वाइ जिजस डिजायर टु कम हाम्रो यो पापको यो संसारमा, पापले डुबेको संसारमा म जस्तो पापीको क्षणमा, म जस्तो पापीको शरणमा किन आउनुभयो? Now the true meaning and the sole meaning of Christmas lies in the Gospel of St. John, chapter 3, verse 16. God the Father loved so much to the world that He gave His one and only begotten Son. तसर्थ मेरा प्यारा ख्रीष्ट भक्तहरू, परमेश्वर पिताले तपाईं र मलाई यति बढ्ता प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौतो पुत्रलाई पनि यस संसारमा पठाउनु भयो। आज तपाईं र मैले यो क्रिसमसको अवसरलाई हेर्दा कुन प्रकारले तपाईं र मैले यो साँचो बालक यीशुलाई तपाईं र मैले ग्रहण गरेका छौं। The one who came in our midst, उहाँले हामीलाई त्यसै छोड्नुहुन्न। आजको पहिलो पाठमा भने जस्तै, आजको पहिलो पाठमा प्रकट यही गरिन्छ, जब तपाईं र मैले मेरो आफ्नो अनि व्यक्तिगत अनि आत्मीय जीवनमा बुझ्दाखेरि तपाईं र मेरो यो हृदय, तपाईं र मेरो यो शरीर, तपाईं र मेरो सृष्टि चाहिँ परमेश्वरले बास गरेको अनि परमेश्वरलाई उपस्थिति, उहाँको उपासना गर्ने साँचो मन्दिर अनि साँचो जग्गा चाहिँ माउन्ट जायन अथवा प्रभु यीशु ख्रीष्टले खडा गर्नुभएको मन्दिर हो। तसर्थ तपाईं र मलाई हराउन दिनुहुन्न प्रभुले। प्रभु यीशु ख्रीष्ट जो तपाईं र मेरो समक्ष आउनुभयो, उहाँले तपाईं र मलाई खाली हात पठाउनु भएन, खाली हात पठाउनुहुन्न। अनि आज दोस्रो पाठमा यही भनेको छ, सन्त पावल प्रकट गर्नुहुन्छ उहाँले आफ्नो सर्मनमा कि आज यहुदिया अनि यो ज्युइश कम्युनिटीबाट जो चाहिँ प्रभु यीशु ख्रीष्ट आउनुपर्छ भन्ने अनि यहुदीहरू जुन कुरोमा घमण्ड गर्थे,
हाम्रो झुण्डबाट हाम्रो ट्राइबबाट चाहिँ मुक्तिदाता आउँदै रहेछ है भनेर उनीहरू घमण्ड गर्थे। उहाँहरूले बालक यीशुलाई मुक्तिदातालाई पेवा सम्झेको थियो। तर मुक्तिदाताको आगमन अनि उहाँको एन्ट्री हुँदाखेरि he gives the different meaning of his arrival. प्रभु यीशु ख्रीष्ट तपाईँ र मेरो निम्ति आउनुभयो यहुदी कम्युनिटीको लागि मात्र थिए। प्रभु यीशु ख्रीष्ट अनि मण्डली हाम्रो पेवा होइन, तर प्रभु यीशु ख्रीष्ट हामी सबैको मुक्तिदाता हुनुहुन्छ। जुन मुक्ति यहुदीहरूलाई ल्याए गैर यहुदीहरू अथवा जेन्टाइल्सहरूलाई पनि त्यही मुक्तिको सन्देश उहाँले प्रकट गरे। उहाँले त्यही वरदान अनि त्यही उपहार सबैमा ल्याए। आज मेरा प्यारा ख्रीष्ट भक्तहरू, यी दुई पाठहरूमा तपाईँ र मैले स्मरण गर्दाखेरि, तपाईँ र मैले मनन चिन्तन गर्दाखेरि, if Jesus wants to stay in our hearts, are you ready to accept him? यदि तपाईँ र म यो माउन्ट जायन जहाँ परमेश्वरको एकदमै महान उपस्थिति यो हाम्रो मन्दिरमा अथवा माउन्ट जायनमा उपासना गर्दथ्यो भनेदेखिलाई त्यही प्रेजेन्स प्रभु यीशुको प्रेजेन्स हामीले लिएर जाने हामीले कोसिस गर्नुपर्दछ। तर अझै मैले यही पाठहरूमा रिफ्लेक्ट गर्दै आज तपाईँ र मैले क्रिसमसलाई यो शब्दलाई यो सेलिब्रेसनलाई यति वर्ल्डली बनाइसकेका छौँ, यति चिप बनाइसकेका छौँ, जहाँ कि हाम्रो आफ्नो व्यक्तिगत अनि व्यवहारिक जीवनलाई मात्र हामीले ध्यान दिएर हाम्रो व्यस्ततामा मात्र हामी डुबेर ख्रीष्ट बालक यीशुले मुक्तिदाताले ल्याएको उपहारहरूलाई हामीले धेरैपल्ट हामीले इन्कार गरेका छौँ। तसर्थ आज हामीले यो क्रिसमसलाई कसरी मनाउनु पर्ने अनि तपाईँ र मैले आयोजन मनाउँदाखेरि I tell you people of God, please take this Christmas at home. Please take this Christmas in your society. Please take this Christmas in your neighboring places. अब लानु पर्ने चाहिँ के हो? मैले क्रिसमस लानु है भन्दैछु। लानु पर्ने चाहिँ के हो? बालक यीशुले ल्याएको उपहार वरदानहरूमध्ये सबैभन्दा पहिलो प्रेमको वरदान अनि प्रेमको भाषा। अनि यो प्रेममा कुनै पनि शर्त छैन। There lies no condition in the love of God. तसर्थ यो प्रेमलाई तपाईँ र मैले अनुभव गर्नु पर्दाखेरि कुन प्रकारले यो बालक यीशुलाई हेर्न अनि त्यो प्रेमलाई अनुभव गर्न सक्छौं। आज तपाईँ र मेरो हुन सक्छ, तपाईँ र मेरो प्रेममा शर्तहरू हुँदाखेरि, तपाईँ र मेरो प्रेममा कन्डिसन हुँदाखेरि धेरैपल्ट आफैलाई हराएका छौँ, आफ्नो भएको पनि हराइपठाएका छौँ। धेरैपल्ट हामीले यो प्रेममा शर्त राख्दाखेरि हामी एक्लो भएका छौँ। धेरैपल्ट यो प्रेमको शर्तमा हामी बस्दाखेरि जिउने प्रयास गर्दाखेरि तपाईँ र मैले खल्लोपना अनुभव गरेका छौँ। आज यो प्रेम मैले किन भन्दैछु भनेदेखिलाई सर्वव्यापी व्यक्तिहरूले बुझ्ने भाषा नै प्रेमको भाषा हो। अन्धोले देख्न सक्ने अनि मन अनि अनुभव गर्न सक्ने, लाटोले बोल्न सक्ने, कानले सुन्न सक्ने, अन्धकारमा हिँडिरहनेले उज्यालोमा हिँड्न अनि फर्किन सक्ने त्यही प्रेमको भाषा, जुन भाषा ख्रीष्ट स्वयंले बालक यीशुले बोल्नुभयो, यही नै हो क्रिसमसको पहिलो उपहार बालक यीशुले तपाईँ र मलाई ल्याइदिनु भएको छ। अनि यो प्रेममा दुखाइ छ, यो प्रेममा त्याग छ, अनि यो प्रेममा तपाईँ र मैले दुःख अनि कष्ट सहनै पर्दछ। अनि मेरा प्यारा ख्रीष्ट भक्तहरू, बालक यीशुले त्यो गौशालालाई, त्यो गोठलाई किन छान्नु भयो होला? मेरा प्यारा ख्रीष्ट भक्तहरू, आज गौशाला रूपी तपाईँ र म अनि तपाईँ र मेरो जीवन हो। एउटा साधारण जग्गा, एउटा साधारण स्थान जुन चाहिँ बालक यीशुको जन्मको निम्ति जोसेफ अनि आमा मरियाले पाए। मेरा प्यारा ख्रीष्ट भक्तहरू, त्यो गौशाला जस्तो तपाईँ र म पनि भएका छौँ। बट आर यु रेडी टु एक्सेप्ट जिजस? त्यो गौशाला बन्नुको निम्ति तपाईँ र म अहिले तयार भएका छौँ।
यदि तपाईँ र म तयार भएका छौँ भने बालक यीशुले तपाईँ र मेरो पापलाई हेर्नुहुन्न, तपाईँ र मेरो भिन्नतालाई हेर्नुहुन्न, तपाईँ र मेरो पदलाई हेर्नुहुन्न, तपाईँ र मेरो जातपातलाई हेर्नुहुन्न, तपाईँ र मेरो अनुहारलाई, तपाईँ र मैले पहिरन गरेको वस्त्रलाई हेर्नुहुन्न, तर त्यो साधारण तपाईँ र मेरो हृदयलाई हेर्नुहुन्छ, जुन हृदयले प्रभु यीशु ख्रीष्टलाई ग्रहण गर्न एकदमै तयारी भएको छ। आज त्यही गौशालामा प्रभु यीशु ख्रीष्टले 1 दिन 2 दिन महिना दिन उहाँले बस्नु पाएनन्। तपाईँ र मैले चाहिँ राख्नुपर्छ, तपाईँ र मैले यो कोसिस गर्नुपर्छ कि तपाईँ र मेरो हृदय, गौशाला रूपी हृदय आत्मालाई बालक यीशुको चरणी, बालक यीशुको गौशाला बन्न तपाईँ र म एकदमै तयारी हुनुपर्दछ। अनि आजको यो पाठहरूले तपाईँ र मलाई यही शिक्षा दिँदछ कि सन्त पौलले भने जस्तै तपाईँ र म चाहिँ सर्वस्व अनि सर्वसम्पन्न भएको व्यक्ति होइन, तर जोन द बप्तिस्ट जो यो एउटा महान व्यक्तित्व थिए, मानव पुत्रको बाटोलाई तयार पार्ने व्यक्ति थिए। तसर्थ तपाईँ र म पनि मानव पुत्रलाई उहाँको बाटो तयार पार्दै पनि उहाँलाई हामी सबैलाई खाँचो छ, अनि उहाँलाई ग्रहण गर्नु नै पर्दछ। तसर्थ उहाँको बाटो तयार पार्न अनि उहाँलाई ग्रहण गर्न उहाँलाई चिन्नु पर्दछ। किनभने आजको सुसमाचारमा तपाईँ र मैले सुनेका छौँ, हेर कुमारीले गर्भधारण गर्नेछन्, एउटा छोरो जन्माउनेछन् अनि उहाँको नाम राख्नेछन् इमानुएल। इमानुएलको अर्थ हो हामीसित ईश्वर। यो कुरो मैले अझै एकपल्ट यसरी दोहोऱ्याउँदा फेरि पनि म दोहोऱ्याउँछु, इमानुएल हामीसित ईश्वर। तर के तपाईँ र मसँग इमानुएल, हामीसँग ईश्वर हर दिन अनि हर समय अनि विश्वको अन्तसम्म रहनुहुन्छ कि तपाईँ र म चाहिँ इमानुएलसँग छौँ? यदि तपाईँ र म इमानुएल अथवा यीशुसँग नरहेको खण्डमा धेरैपल्ट हामी इमानुएल बिना तपाईँ र मैले आफ्नो जीवनलाई यापन गर्दा यो क्रिसमसमा ख्रीष्ट यीशुलाई पर राखेर आफै सेलिब्रेट गर्ने हामीले त्यस्ता अवसरहरू कब्जा गर्ने प्रयास गर्छौँ भने द्याट क्रिसमस बिकम्स इन्कम्प्लिट। अझै पनि मैले यो तपाईँहरूलाई भन्दैछु, किन हाम्रो क्रिसमस चाहिँ इन्कम्प्लिट हुन्छ, अपूर्ण हुन्छ भनेदेखिलाई मेरा प्यारा क्रिस्भक्तहरू, तपाईँ र म इमानुएलसँग रहन चाहदैनौँ। इमानुएल वान्ट्स टु कम टु अस। इमानुएल हाम्रो हृदयमा परिवारमा आउन चाहनुहुन्छ, तर वी डोन्ट वान्ट टु रिमेन विथ इमानुएल। एन्ड एज अ रिजल्ट तपाईँ र म खडेरीमा अनि मरुभूमिमा हिँडिरहेको त्यो एकघाटे व्यक्तिहरू जस्तो भइरहेको हुन्छ। वाइ? बिकज when we make an effort to celebrate this Christmas without baby Jesus. तसर्थ मेरा प्यारा क्रिस्भक्तहरू, बालक यीशुको उपस्थितिमा अनुपस्थितिमा क्रिसमस मनाउन चाहने व्यक्तिहरू चाहिँ साँच्चै नै अल्लरे बल्लरे भिखारी जस्तो व्यक्तिहरू। हामीलाई त्यस्तो हुन बोलाएका होइन मेरा प्यारा क्रिस्भक्तहरू। टेक दिस क्रिसमस एट होम, टेक क्रिसमस इन टर्म्स अफ लभ, टेक दिस क्रिसमस इन टर्म्स अफ पिस, टेक दिस क्रिसमस इन टर्म्स अफ युनिटी, टेक दिस क्रिसमस the beautiful gift of Christmas in terms of forgiveness, and our lives becomes complete and when we celebrate along with baby Jesus. तसर्थ मेरा प्यारा क्रिस्भक्तहरू, आज यहाँ धेरै व्यक्तिहरू आउनुभएको छ जसले हामी चिन्छौँ, जोसँग हामी चित पनि छैनौँ, तर आज यो सुसमाचार, यो सन्देश तपाईहरुले सुनाउँदाखेरि कहीँ न कहीँ तपाईहरुलाई लाग्दछ हो, Christ has come not only for Christians but also for the people who belong to this universe. किनभने यो संसार नै मानव पुत्र जो चाहिँ देह बन्नुभयो, the word became flesh, यो पनि एउटा क्रिसमसको एउटा मेसेज हो। मेरा प्यारा क्रिस्भक्तहरू, यहाँ जुन चाहिँ वर्डहरू आज सिस्टरले लेख्नु भएको छ, this is the message from the begotten Son, our Savior. तसर्थ मेरा प्यारा क्रिस्भक्तहरू, हामीले मुक्ति दिन सक्दैनौँ, हामी त्यो मुक्तिदाता जस्तो हुन सक्दैनौँ, तर त्यो मुक्तिदाताले लिएको वरदान तपाईँ र मैले लिएर जाँदा, तपाईँ र मैले त्यो मेसेजलाई बाँड्दाखेरि, मुक्तिदाताको स्मरण अनुसरण गर्दाखेरि तपाईँ र मैले साँचो क्रिसमसको वरदानहरू, साँचो क्रिसमसको अनुग्रह हामीले पनि बाँडेका हुन्छौँ।
Let people know that we are the Christmas people. Let people know that we are the message. Let people know that we are a messenger of love and Christmas as a whole. तसर्थ मेरा प्यारा क्रिस्मसहरू आउनुहोस् जब इमानुएल तपाईँ र मेरो समक्ष आइसके तपाईँ र मेरो हृदयमा आउनु प्रयास गर्दैछन् ढोकाघात गर्छौँदैछ भने प्लिज लेट इट ओपन हृदयहरू खोल्नुहोस् भाँचेका छन् टुटेका छन् पापले भरेका छन् होला तर गौशालामा पनि त्यस्तै हो त्यो दुर्गन्ध आइरहेको गौशाला त्यो परालले मात्र छोपिएको परालले मात्र घेरिएको तपाईँ र मेरो हृदय पनि त्यस्तै छ तर still I tell you the baby Jesus wants to come in our hearts but are you ready तसर्थ मेरा प्यारा क्रिस्मसहरू क्रिस्मस समटाइम्स यो एउटा एकदमै यो एउटा स्वीट कुरो मात्र नभए यो एउटा असल कुरो मात्र नभए एउटा दुःख एउटा स्ट्रगल एउटा यो दुःख भोग पनि एउटा पीडा मार्ग पनि तपाईँ र मेरो निम्ति एउटा क्रिस्मसको आउनु आज धेरै हाम्रो चर्चका व्यक्तिहरू अस्पतालमा लडिरहेका छन् हाउ डु दे अन्डरस्ट्यान्ड द मिनिङ अफ क्रिसमस तसर्थ मेरा प्यारा क्रिस्मसहरू वी आर सो फर्चुनेट एन्ड ब्लेसेड तसर्थ आउनुहोस् लेट्स मेक एन एफर्ट लेट अस सीक दैट ग्रेस टु रिमेन विथ इमानुएल अनि जुन इमानुएल सँग तपाईँ र म बस्छ भने तपाईँ र म कहिले पनि खाली हुँदैन तपाईँ र मैले खल्लोपन्न जीवन बिताउनु पर्दैन तसर्थ आउनुहोस् आज तपाईँ र मेरो निम्ति यही सन्देश छ यही हर्षको घोषणा यहाँबाट अनि आजको यो पुस्तकले धर्मशास्त्रले गर्दछ कि मुक्तिदाता हाम्रो माझमा आइसकेका छन् हर्ष मनाऊ खुसी मनाऊ किनभने मुक्तिदाताको आगमन भइसकेको छ तसर्थ आउनुहोस् मेरा प्यारा क्रिस्मसहरू प्रार्थना गरौँ यही अनुग्रह अनि बालक यीशुको आशिष तपाईँ र मेरो व्यक्तिगत पारिवारिक अनि धार्मिक जीवनमा पनि सदा सर्वदा छाएको होस् हामी सबै उठेर हाम्रो क्रिस्चियन विश्वास प्रकट गरौँ म विश्वास गर्छु सर्वशक्तिमान पिता परमेश्वरमा
गर्नुहोस्। मेरो र तपाईहरुको यो बलिदान सर्वशक्तिमान परमेश्वरको समक्ष ग्राह्य होस्। तपाईँको हातबाट यो बलिदान ग्रहण गर्छु। आजको चाडको बलि उपहार तपाईलाई प्रसन्न तुल्याउने हुन सकोस् हाम्रो बिन्ती छ। हे प्रभु, यो अति पवित्र आदान प्रदानद्वारा हामीले ख्रिस्टकै प्रतिरूप धारण गरेका भेटाइन सकौँ। उहाँमै हाम्रो स्वभाव तपाईका संयुक्त गरिन्दछ। ख्रिस्ट हाम्रा प्रभुद्वारा। प्रभु तपाईहरुसँग होस्। हे सर्वशक्तिमान अनि अनन्त परमेश्वर, सदा सर्वत्र तपाईलाई धन्यवाद चढाउनु साँच्चै उचित र न्याय सङ्गत हो। हाम्रो कर्तव्य र हाम्रो मुक्ति हो। किनभने देह बनिएका ख्रिस्ट येशू यस वचनको रहस्यमा तपाईको महिमाको एउटा नयाँ ज्योति हाम्रो मनका आँखाहरूमा चम्केको छ। उहाँलाई हामीले प्रत्यक्ष देखिने परमेश्वर भन्ने चिन्ह पाउँदा उहाँद्वारै अदृश्य ईश्वरीय तत्त्वहरूप्रति पनि हामी प्रेम गर्ने हुन सक्छौँ। त्यसै कारण सबै स्वर्गदूतहरू र महादूतहरूसँग, स्वर्ग दरबारी र अधिकारीहरूसँग, स्वर्गका सारा सैन्यदलहरू र शक्तिशालीहरूसँग हामी तपाईको महिमा स्तुति गाउँदछौँ अनि अनन्तसम्म जय जयकार गर्दछौँ। साथै तपाईं पवित्र हुनुहुन्छ। हे प्रभु, सर्व पवित्रताको झर्न मुहान तपाईं। दया होस् हाम्रो बिन्ती छ। यो उपहारमाथि तपाईको पवित्र आत्मालाई शीत वचन जस्तो पठाएर यसलाई पवित्र पारिदिनुहोस्, जसमा यो उपहार हाम्रो लागि हाम्रा प्रभु यीशु ख्रिस्टको देह अनि रक्तमा यी परिवारमा हुन्। उहाँलाई विश्वासघात गरिएको समयमा उनी स्वेच्छाले आफैलाई दुख भोगमा सुम्पिँदा उहाँले आफ्नो हातमा रोटी दिनुभयो, धन्यवाद चढाई रोटी टुक्राउनु भयो र आफ्ना चेलाहरूलाई दिनुभयो, यसो भन्दै, यो लेऊ अनि खाऊ तिमीहरू सबैले, किनभने यो मेरो देह हो
जुन तिनीहरूको निम्ति अर्पण गरिनेछ। त्यसै गरी रात्रि भोजन गरिसकेपछि उहाँले कचौरा लिनुभयो, फेरि एकपल्ट तपाईँलाई धन्यवाद गराउँदै कचौरा आफ्ना चेलाहरूलाई दिनुभयो, यसो भन्दै, यो देऊ अनि यसबाट पियाऊ तिमीहरू सबैले, किनभने यो मेरो रक्तको कटौरा हो, नयाँ अनि अनन्त सन्धि व्यवस्थाको रक्त, जुन तिमीहरू धेरैका पापहरूको क्षमाको निम्ति बहाइनेछ। मेरो स्मरणमा यसै गर्ने गर। त्यसकारण हे पिता, जसरी हामी उहाँको मरण अनि पुनरुत्थानको स्मरण गर्दछौँ, तपाईँलाई धन्यवाद दिँदै यो जीवनको रोटी अनि मुक्तिको यो कटौरा हामी तपाईँका चढाउँदछौँ। कारण तपाईँले हामीलाई तपाईँको समक्ष रहने, तपाईँको सेवा गरिरहने योग्य ठान्नु भएको छ। क्रिस्टको देह अनि रक्तमा भाग लिँदा पवित्र आत्माद्वारा हामी एउटै समुदायमा एकत्रित हुन सकौँ। सारा संसारभरि फैलिएको तपाईँको धर्म मण्डलीको स्मरण राख्नुहोस् हे प्रभु। अनि यसलाई हाम्रो सन्त पिता लियो अनि हाम्रो धर्मध्यक्ष स्टिफन अनि समस्त पुरोहितगणसँगै प्रेमको परिपूर्णतामा ल्याउनुहोस्। पुनरुत्थानको आशंकाले चिन्तामा पडिरहेका हाम्रो दाजुभाइ दिदीबहिनीहरू अनि तपाईँको दया पात्र भएर मर्ने अरूहरू सबैको स्मरण राख्नुहोस्। तपाईँको मण्डलको उज्जवल प्रकाशमा यिनीहरूलाई स्वागत गर्नुहोस्। हामीहरू सबैमाथि तपाईँको दया दृष्टि परोस् हाम्रो बिन्ती छ। धन्य कुमारी मरिया परमेश्वरकी मातासँग, उनका धर्मपति धन्य योजनसँग, सबै धन्य प्रेरितहरूसँग अनि यो गीतमा तपाईँलाई प्रसन्न पार्ने समग्र साधु सन्तहरूसँग हामीहरू पनि अनन्त जीवनको सह उत्तराधिकारी बन्ने योग्य हुन सकाऊ अनि तपाईँको प्रशंसा र महिमा गाइरहन सकाऊ तपाईँका पुत्र येशू ख्रिस्टद्वारा।
बचाउनुहोस् अनि हाम्रो दिनहरूमा हामीलाई कृपापूर्वक शान्ति दिनुहोस् जसरी हामी उज्जवल आशाको अनि हाम्रो मुक्तिदाता प्रभु यीशु ख्रीष्टको पुनरागमनको प्रतीक्षा गरिरहँदा तपाईको दयाको सहायताद्वारा हामीहरू पापदेखि सदा मुक्त अनि सब विपत्तिदेखि सुरक्षित रहन पाऊँ। शान्ति तिमीलाई छोडेर जाँदैछु अनि मेरो शान्ति म तिमीहरूलाई दिँदैछु। हाम्रा पापहरूमाथि नजर नलाउनुहोस् तर आफ्नो धर्ममण्डलीको विश्वासमाथि निगाह राख्नुहोस्। तपाईँको इच्छा अनुसार कृपा गरी यिनीहरूलाई शान्ति र एकता प्रदान गर्नुहोस्। तपाईँको जिउनु अनि राज्य गर्नुहुन्छ युगायुगसम्म। आमेन। प्रभुको शान्ति सधैँ तपाईहरू सबैसँग रहोस्। आपसमा ख्रीष्टको शान्ति एकाग्रमा बाटौँ। ख्रीष्टको शान्ति सबैलाई। हेर्नुहोस् ईश्वरको पाटोलाई, हेर्नुहोस् उहाँलाई जसले संसारका पापहरूको हरण गर्नुहुन्छ। धन्य हामीहरू पाठको भोजमा निम्ताएका छौँ। यो पवित्र परम प्रसाद केवल हाम्रो ज्ञानको लागि मात्रै हो, जो जगजनाले पहिल्यैबाट ग्रहण गर्दैछन्। अरू तपाईँहरू आफ्नै जग्गामा बस्दिनुहोस्। This communion service only for the Catholics who are regularly already receiving it. Others, those who are not receiving it or coming from different faith, kindly be seated in your own place and pray. This can be hard. This can be hard.
Away
अब हामीहरू बालक येशूको आराधना गर्नेछौँ। त्यही छ मौन भएर बस्नुहोस्। यसुलाई टच मात्रै गर्नुहोस्, नो किसिङ छोएर तपाईँहरू अघि कम्युनियन लिएर आएको जस्तै तपाईँहरू के गरेर आएर जान सक्नुहुन्छ। कर्ने गाउँदै गर्नेछ। दुई लाइन गर्नुपर्छ घोडा टेक्नु पर्ने।
हामीहरू बिन्ती गरौँ। हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको जन्मोत्सवमा भाग लिएर आनन्दित भई सहभागी भएका हामीहरू हे प्रभु परमेश्वर, दया होस् हाम्रो बिन्ती छ। मर्यादापूर्ण जीवन मार्ग र सचरित्रताद्वारा उहाँसँग संयुक्त हुने योग्यका बन्न सकौँ। तपाईँका पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टद्वारा जो तपाईँसँग अनि पवित्र आत्माको एकतामा एक परमेश्वर भई सदा जिउनु अनि राज्य गर्नुहुन्छ युगानुयुगसम्म। सबैलाई ह्यापी क्रिसमस। छोटो एनाउन्समेन्ट मात्रै, भोलि हाम्रो बिहान 9 बजी मिसा छ। मिसा पश्चात सानोतिनो कार्यक्रम पछाडि हामीहरू प्रेम भोज खानेछौँ। बिहान हाम्रो खाना पकाउनेहरूको लागि म यहाँ 6:30मा मिसा गरिदिँदैछु। सायद तपाईँहरू समयमा आउनुहुन्छ होला। अरू अहिले मिसा पश्चात हामीहरू सानो त्यहाँ कफी र अलिकति केकको बन्दोबस्त गरेका छौँ। सबैलाई पुग्छ होला। बाँकी चुरी गरेर तपाईँहरू सबैले लिएर क्रिसमसको नाममा खाएर जाइदिनुहोस्। अनि एउटा हाम्रो विशेष सूचना, हाम्रो माझमा सान्ता क्लज आफै आएर पहिल्यैदेखि मिठाई बाँड्दै सबमा गेटमा आउनेहरूलाई को हुनुहुन्छ थाहा भयो? हाम्रो यहीँकै हाम्रो लगतै छिमेकी गोविन्द अग्रवाल, उहाँलाई धेरै धेरै धन्यवाद। गोविन्द उहाँले हाम्रो निम्ति आफैले भलिन्टियर गरेर यसरी सान्ता क्लज भएर यसरी हाम्रो चर्चमा आएर आफ्नो प्रेम र हामी सम्पूर्ण संस्थानस्थली तपाईँलाई धेरै धेरै धन्यवाद भन्दछौँ। प्रभु तपाईँहरूसँग होस्। ख्रीष्ट जन्मोत्सवमा विशेष आशिष पाउनलाई शिर झुकाउनुहोस्। असीम कल्याणकारी परमेश्वरले उहाँको पुत्रको देह धारणद्वारा संसारबाट अन्धकार लखेट्नु भएको छ अनि यो गौरवमय जन्मद्वारा यो अति प्रिय रातलाई दिव्यमान बनाउनु भएको छ। तपाईँहरूका हृदयबाट उहाँले अन्धकार नासिदिउन् अनि तपाईँहरूको हृदयलाई सत जीवनको प्रकाशले झलमल पारिदिउन्। आफ्नो पुत्रको मुक्तिदायी जन्मको महापर्व स्वर्गदूतद्वारा गोठालाहरूलाई घोषित गरियोस् भनी परमेश्वरले चाहनुभयो। उहाँले दिनुहुने हर्ष आनन्दले तपाईँहरूको मन भरिउन् अनि तपाईँहरूलाई सुसमाचार फैलाउने अग्रदूतहरू बनाइदिउन्। अनि ख्रीष्ट यीशुको देह धारणद्वारा स्वर्ग र पृथ्वीलाई एकजुट गराउनु हुने परमेश्वरले तपाईँलाई उहाँको शान्ति अनि उहाँ उपहारको वरदानले भरिदिउन् अनि स्वर्गीय मण्डलीसँग तपाईँहरूलाई साझेदार बनाइदिउन्। आमेन। अनि सर्वशक्तिमान परमेश्वर पिता अनि पुत्र अनि पवित्र आत्माले तपाईँ सबैलाई आशीर्वाद प्रदान गरून्। आमेन। ख्रीष्टको शान्ति लिएर हामी सबै जाऊ। ईश्वरलाई धन्यवाद दिनु।
महिमाको बिन्ती पिता अनि पुत्र अनि पवित्र आत्माले जसरी सुरुमा थियो अहिले छ पिता अनि पुत्र अनि पवित्र आत्माको नाउँमा